गाइस अहिले चाहिँ हामी गुप्तेश्वर महादेव पोखरामा छौँ हो लाइन लागेर जाँदैछ हामीले टिकट काटिसकेको छ यहाँको 50 रुपियाँ दरले पर्दो रहेछ नेपालीहरूलाई हेरी हेरी छ र हेभी भिड छ त्यहाँ यहाँ सकेर हामी देवीज फल पनि हेर्न जान्छ त्यो पनि तपाईँहरूलाई देखाउनेछौँ पोखराको नजरियाहरू कस्तो हुन्छ पोखरा भिजिट कस्तो रहनेछ तपाईँहरूको लागि हेर्नु सही छ ल हामी चाहिँ लाग्दैछौँ गुफातर्फ हो अलिकति मान्छेहरू फोटोमा बिजी छ हामी चाहिँ त्यो उसको अलिकति फाइदा उठाएर छिटो छिटो पस्नु खोजेको दर्शन चाहिँ गरिहालौँ त्यहाँदेखिको चाहिँ फोटोहरू खिच्दा हुन्छ नि त होइन एकदमै भित्र भएर जानुपर्ने छ हामी दुई भाइ चाहिँ छिटो गरेर निस्किहाल्यौँ यहाँ चाहिँ गुफा हो नो फोटोग्राफी एन्ड नो भिडियो यहाँदेखि उता चाहिँ पाउँदैन हो सो यहाँसम्म मात्रै देखाएँ तपाईँहरूलाई बन्द गर्दैछु हो अहिले फेरि गाली खान्छु म त्यतिसम्म चाहिँ दर्शन गर्नुहोस् ल हामी चाहिँ केफभित्र जाँदैछौँ दुई भाइ मार्छ होला सिसिटिभी पनि रहेछ रिक्स लिएर भए पनि तपाईँहरू दर्शन गर्नुहोस् ल वी आर लकिएस्ट टु बी ओभर हियर है टु हेभ सच अ प्लेस कस्तो भिड छ हो यहाँ दिएको पनि छैन तर पनि हामीले चाहिँ बनाएको हो रिसोर्टै होस् भनेर गाइज हामी चाहिँ भित्र छ हो यहाँ दिएको छैन दिँदैन पनि तर पनि एकदमै अब यसैको उसमा फिल प्लेस अब के भन्नु एकदम मजा आयो होइन यतामा हेर्नुहोस् ल अलिकति तपाईँ हेर्नुहोस् है तपाईँ गुफा हो यो चाहिँ मेरो हिसाबमा चाहिँ लङ्गेस्ट गुफा जस्तो लाग्यो शिवजीको एकदम भित्र छ ओके गाइस स्टे ट्युन तपाईँहरूले पनि दर्शन गर्नुभयो खुसी लाग्यो र अहिले भन्नुपर्दा हामी देवीज फल आएको छौँ देवीज फल अब लेट्स सी कस्तो छ यता पनि दर्शन गरिहालौँ है यो चाहिँ भित्रको भ्युज हो देवीज फल पोखरा नेपाल र तपाईँहरूलाई एउटा कुरा चाहिँ सजेस्ट गर्नु मन पऱ्यो तपाईँहरू नेपाल पोखरा आउनुहुँदैछ भने चाहिँ एकताल चाहिँ गुप्तेश्वर महादेव आएर चाहिँ एकताल दर्शन लिनु होला त्यो चाहिँ भिन्न एक्सपिरियन्स हुनेछ तपाईँहरूलाई कहिले पनि नभएको कुरा एकदम त्यस्तो त सायदै मैले कहीँ देखेको थिइनँ यो चाहिँ अलिकति बुझ्नुहोस् है तपाईँहरूले पनि यतिको पानी गयो छ तर यसको लेभल गएर हेर्नुहोस् न तल हेभी भएर गएको छ सायदै देखेन होला म अलिकति अर्को तर्फ पनि जाँदैछु तपाईँहरूलाई यो अर्को उसबाट देखिन्छ सो अहिले चाहिँ हामी आइपुगेको छौँ फेवा लेकताल पोखराको फेवा लेकताल भन्छ तपाईँहरू आउनु भएको होला निकैजना नै यसमा अहिले हामी चाहिँ लाग्यौँ पोखरामा बोर्डिङ गर्दै कस्तो लाग्दैछ हौ मजा आउँदैछ मजा नै खै आम्बो माछा सबै बोर्डिङ गर्ने मात्रै हुँदो रहेछ यो चाहिँ पोखरीको बिचमा चाहिँ यस्तो मन्दिर छ तालबराई मन्दिर भन्नुहुँदैछ अहिले हामी तालबराई मन्दिर पनि आइपुग्यौँ हो पोखराको बिचमा प्राङ्गणमा छौँ
ताल पहाड बडा तालबराई मन्दिर रहेछ भन्नुपर्दा ए तालबराई मन्दिर यहीँ रहेछ है वहाँ यताबाट दर्शन गरिहालौँ हामी तालबराई भाग्दैन पनि छेउमा अब हामीहरू हिँड्दैछौँ सिङ्गल बोट या त दुईजना मात्रै चढ्ने बोट त्यहाँ गएर चाहिँ सेटिस भएन फेरि एक राउन्ड अब चमक त्यहाँ पुगेर चाहिँ एकछिन 5 मिनट साइलेन्स क्या रिलिफ स्ट्रेसलाई रिलिफ गर्नुको लागि फाइनली हामी चाहिँ बोर्डिङ गर्दैछ हो हाम्रो ड्राइभर चाहिँ यस्तो हाउडा कि म गर्छु भन्दा म यहाँ घुमाएर सक्यो मलाई डर लागेर नि यसले मलाई नै प्रेसर भइरहेछ सबै बोर्डिङ गर्दै गरेको भ्युज हो हामी दुई भाइ चाहिँ हामीले आफै बोट लिएर आएको छौँ ए दुई भाइ चाहिँ यसरी गर्दै अघिसम्म चाहिँ पुरै मलाई नै प्रेसर थियो अहिले चाहिँ म बसेको छु म केही गरेको पनि छैन हौ हाम्रो भाइले चाहिँ सबै गर्दैछ मजा छ मजा सबै यसरी नै आउँदो रहेछ यहाँ आफै सेल्फ लिएर डेन्जर हाम्रो उता इन्डियामा यहाँ पनि ड्राइभर दिन्छ तर त्यसको अब विथ ड्राइभर जान्छ भने तपाईँहरूको 1000 रुपिस पर आवर हेरी छ त्यो पनि बोट हेरी अब कस्तो खालको चाहिँ तपाईँहरू बोट लिनु चाहनुहुन्छ हामी अहिले जुन बोटमा छौँ त्यसको चाहिँ 800 रुपियाँ नेपाली करेन्सी 800 हामी आफै कुदाएर जानुपर्ने हुन्छ र सिङ्गल गर्दा पनि हुन्छ सिङ्गलमा चाहिँ तपाईँहरू भिज्नुहुन्छ क्या पुरै भिज्नुहुन्छ र फ्ल्याट सर्फेस हुन्छ अलिकति मलाई त्यो सेफ्टी अलिक उयो लागेन त्यो बसेर ढाडेर पनि दुख्ने यो चाहिँ अलिक बस्ने सिट पनि मजाको प्लस सेफ्टी अलिक यसमा छ होइन त्यसैले गर्दा हामीले चाहिँ 800मा यही लिएर चाहिँ हामी आएको भन्नु चाहिँ 1000 भन्दो रहेछ हामीलाई चाहिँ अब ओनरकैबाट लिएकोले गर्दा 800 रुपियाँ मिलाइदिनु भयो गाइस भर्खरै अब हामीहरू चाहिँ कहाँ अरे बोटिङ तालमा बोटिङ गरेर चाहिँ मजा आयो अलिकति हातहरू पनि दुखिरहेको छ बेसी त्यो अब चापेर र अहिले चाहिँ हामीहरू यहाँ स्ट्रिटमा घुम्दैछौँ यो दामी अब यहाँ फरेनर्सहरू पनि पुरा अब बाहिरकै मान्छे बेसी हुँदो रहेछ क्या यतातिर सबै इन्डियन र यहाँ चाहिँ तपाईँहरूलाई भोलिको दिनमा केही उयो अब पैसा सकेर केही उयो भयो भने चाहिँ यहाँ हाम्रो इन्डियन करेन्सी पनि युज हुँदो रहेछ तर तपाईँहरूले पाउनुहुन्छ 1.5 मात्रै पाउनु हुँदो रहेछ द्याट मिन्स 1600 पाउँछ हामीले 1000 को 100 रुपियाँ चाहिँ खान्छ तपाईँको 1500 पाउनुहुन्छ 500 को 800 पाउँछ भने तपाईँको 700 रुपियाँ पाउनुहुन्छ जस्ट फरेनर फरेनर्सहरू all are the foreigners. See, the street Korean or Chinese, I don't know. Either Korean, either Chinese, I don't know. Because they just look like same guy. So we cannot. All Indians, all foreigners.